morning everyone. Hi everyone, म चाहिँ रेडी हुँदैछु धम्मा जानको लागि। अब आजको मेरो खाजा चाहिँ यही हो के। अनि काम गर्ने ठाउँ पुगिसकेपछि रेडी हुनलाई मेरो यस्तो छ चाला। अनि म चाहिँ आफ्नो नेम ब्याजहरू लगाउँदैछु, कार्डहरू रेडी गर्दैछु। काम गर्न जानु मेरो सुरु हुन लागिसकेको थियो मेरो ड्युटी, त्यही भएर 11 बजेदेखि थियो मेरो ड्युटी आज। काम सकिसकेपछि चाहिँ गजला दिदीहरूलाई भेट्न जाने प्लान छ, किनभने उहाँहरूलाई हामी फेयरवेल दिने हो। मेरो कलिगहरू चाहिँ हिँड्दैछ अनि कामबाट निस्केको अब चाहिँ बाहिर निस्केदा चाहिँ वेदर एकदम कुल रहेछ क्या। आज त्यस्तो गर्मी नै थिएन। अनि आज चाहिँ घर जानुभन्दा अगाडि चाहिँ हामीले चाहिँ टाउनमा सानो प्लान गरेको छौँ, त्यहाँ गजला दिदीहरूसँग भेट्ने, किनभने उहाँहरूलाई हामीले फेयरवेल दिँदैछौँ। उहाँहरू चाहिँ अब नेपाल फिनिस जाँदै हुनुहुन्छ अनि त्यही भएर टाइम पनि एकदम टाइट छ, सबैको काम हुन्छ, व्यस्तता भइरहेको छ। उहाँहरूलाई पनि अब प्याकिङ स्याकिङ गर्नु यताउता गर्नु धेरै टाइम छैन, त्यही भएर हामीले चाहिँ आज भेट्दैछौँ। अनि पर चाहिँ दाइ र दिदी डेटिङमा हुनुहुन्छ। कुन हाम्रो डेटिङमा बस्ने मान्छे त बच्चा अब लास्ट रातमा आइयो अनि बनाइरहनु पर्यो नि। अब तपाईँहरू नेपाल गइहाल्नुहुन्छ। तिम्रोमा भएछ त नेल चेक, हेयर चेक, फेस प्रेटी, वेट बहिनी रे। हाम्रो टोली डनहरू पछाडि आउँदैन छ दिदीहरू। उता कान्छासँग तपाईँ चाहिँ नेपाल जाने ऊ बुढा आउँदैछ। कान्छा फेरि बुढाले This time for England होला क्या लास्टमा चाहिँ। बुइनीहरू लास्टमा चाहिँ हामीले अनि यहाँ आएर फोटोहरू खिच्यौँ, तर लास्टको मोमेन्ट चाहिँ मैले त्यस्तो क्याप्चर गरिनँ, किनभने लास्ट पार्ट चाहिँ एकदम इमोसनल पनि थियो क्या। अनि किनभने छुट्ने बेला थियो।
आजको दिनसम्मको यो समय, साथ, सम्बन्ध सबै कुराको लागि गजला दिदी, आलिया बहिनी अनि दाई एकदमै धेरै थ्याङ्क यू। तपाईँहरू नेपाल जानुभए पनि हामी तपाईँहरूलाई सदैव मिस गर्छौँ अनि नेपाल आउँदाखेरि चाहिँ जसरी पनि हामी तपाईँलाई भेट्छौँ। तपाईँहरूलाई होइन धेरै धेरै माया छ, सम्झना छ। समय 1 वर्ष अनि अलिकति बेसी हामीले सँगै बितायो होला, तर एकदमै धेरै मेमोरेबल क्षणहरू पनि छ कि हामीले सँगै बिताएको, रमाइलो गरेको, कामहरू सँगै गऱ्यौँ कति। लास्टमा आएर हामीले केही फोटोहरू खिच्यौँ सम्झनाको लागि हुन्छ भनेर। अनि त्यसपछि चाहिँ अलिकति इमोसनल पार्ट थियो। त्यसपछि हामी छुट्यौँ अनि बाई बाई भन्यौँ। अनि दिदीहरूसँग चाहिँ हामी टाउनबाटै छुट्यौँ किनभने उहाँहरू अर्को साइड बस्नुहुन्छ अनि हामी चाहिँ अर्को साइडतिर बस्छौँ। अनि हामी आफ्नो साइडतिर जानेहरू चाहिँ सँगै यता आयौँ। अनि त्यसपछि आजको दिन पनि यसरी सकियो। बाई बाई, सी यू।